सुन साथी मेरो कथाको यो श्रृङ्खलामा तपाईहरू सबैजनाले स्वागत छ। म रहिमत, आजको यो श्रृङ्खलाको सञ्चालिका। आज हामी एउटा एकदमै गम्भीर तर धेरै नै महत्त्वपूर्ण विषयवस्तुमा छलफल गर्न गइरहेका छौँ, ह्युमन ट्राफिकिङ अर्थात् मानव बेचबिखन। हामी सबैले मानव बेचबिखन भनेको कतै न कतै सुनेको होलौँ, तर यो आजकल कसरी नयाँ नयाँ तरिकाले भइरहेको छ, यसबाट हामी हाम्रो परिवारले कसरी सुरक्षित राख्न सक्छौँ, साथै सर्भाइभरहरूले कसरी सपोर्ट दिने र हामी सबै मिलेर यसको प्रिभेन्सनमा कसरी एउटा भूमिका खेल्न सक्छौँ भन्ने विषयमा एउटा एकदमै विस्तृत रूपमा छलफल गर्नेछौँ। त्यसको लागि हुनुहुन्छ हामीसँग दुईजना विशिष्ट व्यक्तित्वहरू र उहाँहरूलाई म यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। थ्याङ्क यू। सबैभन्दा पहिला म चरीमाया तामाङ म्यामलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु, जो आफै पनि एउटा ह्युमन ट्राफिकिङ सर्भाइभर हुनुहुन्छ। म्यामलाई यो कार्यक्रममा फेरि पनि स्वागत। नमस्कार, धन्यवाद। त्यसै गरी हाम्रो अर्को अतिथि हुनुहुन्छ अट्विन नेपालको प्रेसिडेन्ट हिरा दाहाल म्याम। म उहाँले पनि यो कार्यक्रममा स्वागत गर्न थ्याङ्क चाहन्छु। यू सो मच रहिमजी। थ्याङ्क यू सो मच फर जोइनिङ अस। आजको हाम्रो यो एपिसोडमा तपाईँहरू आइदिनको लागि। अब हामी हाम्रो कार्यक्रममा थोरै प्रश्नतिर लाग्नेछौँ र प्रश्नचरी माया म्यामले धेरै मानिसहरूले ह्युमन ट्राफिकिङ भन्ने शब्द सुन्नु भएको होला, तर कतै न कतै यसको अर्थ के हो भन्ने चिज नबुझ्न सक्नुहुन्छ। सो मेरो प्रश्न, यो ह्युमन ट्राफिकिङ अर्थात् मानव बेचबिखनले हामी एउटा सरल भाषामा कसरी बुझ्न सक्छौँ? पहिलो त हामीले बुझ्न पर्ने भनेको मानव बेचबिखन जघन्य अपराध हो र यो सङ्गठित रूपमा गरिन्छ। अपराधी पक्ष चाहिँ एक या दुईले मात्र नभएर सङ्गठित रूपमा अपराध गर्दछ र हामी आम समाजमा समुदायले बुझ्न पर्ने भनेको चाहिँ मानव बेचबिखन जसले गर्यो उसले अपराध गरेको हो भने, जो मानव बेचबिखनको घटनामा पारिन्छ जसलाई, उहाँप्रति चाहिँ अधिकार हनन हुने हो, होइन? जसलाई भन्नुपर्दाखेरि कुनै पनि एक व्यक्तिलाई कुनै अर्को व्यक्तिले ललाई फकाई, झुटो आश्वासन दिलाई, अवसरको प्रलोभनहरू देखाएर एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ भने र लगिएर त्यहाँ सम्झौता विपरीतको काममा लगाइन्छ, श्रम शोषण गरिन्छ र त्यो माथि त्यो सँगसँगै यौन शोषण जस्ता कार्यहरू पनि हुन्छ भने त्यो अवस्थामा हामीले मानव बेचबिखन भनेर बुझ्न पर्यो। एकदम मानव बेचबिखन भन्ने बित्तिकै हामी चाहिँ कम्तीमा पनि यो तीनटा कुरा चाहिँ भएकै हुनु पर्यो त्यसमा। जस्तो त्यहाँ चाहिँ शोषण गर्ने उद्देश्य हुन्छ, जुनसुकै मानव बेचबिखनसँग जोडिएका घटनाहरूमा पनि त्यहाँ चाहिँ एक्सप्लोइटेसनको चाहिँ एउटा प्रमुख तत्त्व चाहिँ रहेकै हुन्छ, होइन? अनि अर्को चाहिँ मानव अधिकार हनन भएकै हुन्छ र यसमा त्योसँगै चाहिँ अर्को चाहिँ एक ठाउँबाट अर्को ठाउँमा लैजाने प्रक्रिया पनि भएको हुन्छ र यी कुराहरूले हेर्दाखेरि चाहिँ हामीले मानव बेचबिखनलाई अलिकति ब्रोडर रूपमा चाहिँ बुझ्न सक्छौँ जस्तो लाग्छ। एकदमै, मैले आफै पनि एकदमै सरल भाषामा बुझेँ। मेरो अर्को प्रश्न चिफ म्यामसँग। सो म्याम, ह्युमन ट्राफिकिङको बारेमा हाम्रो समुदायमा धेरै नै मिथहरू छन्। सो तपाईँको विचारमा हाम्रो समुदायका मान्छेहरूले, युवाहरूले सबैभन्दा गलत धारणा राख्ने चिज के हो ह्युमन ट्राफिकिङको बारेमा? अब एउटा त ह्युमन ट्राफिकिङ, मानव बेचबिखन भन्ने बित्तिकै अहिलेसम्म पनि कस्तो धारणा छ भनेदेखि बेचबिखन भन्ने बित्तिकै महिलाहरू मात्रै पर्छन्, होइन? अनि बेचबिखन चाहिँ प्राय गरी इन्डियामा ब्रोथलहरूमा मात्रै हुन्छ, अनि यो सेक्सुअल एक्सप्लोइटेसनको लागि मात्रै हुन्छ भन्ने खालको अलि बढी चाहिँ सोच छ नेपाल अहिलेको। यो चाहिँ एउटा भ्रम हो, होइन? अनि यसलाई हामीले अलिकति फरक तरिकाबाट हेर्दाखेरि चाहिँ अहिले ह्युमन ट्राफिकिङ महिलामा मात्र नभएर बालबालिका ओभरअल ह्युमन रेसियोमै भइरहेको छ, होइन? यो मानव बेचबिखन चाहिँ। अनि अर्को चाहिँ मानव बेचबिखन मात्र यौन शोषणको लागि मात्र नभएर श्रम शोषण, होइन, देखि लिएर अङ्गको व्यापारदेखि लिएर धेरै तरिकाबाट चाहिँ भइरहेको छ। अनि यसको जियोग्राफिकल एरिया हेर्दा पनि पहिला कन्सेप्टमा चाहिँ इन्डियामा ब्रोथलमा हुन्थ्यो भन्ने बुझाइबाट सुरु थियो भनेदेखि अहिले आएर नेपालभित्र थुप्रै मानव बेचबिखन भइरहेको छ। त्यसपछिको एउटा गाउँबाट सहरमा, एउटा अर्को नेपालभित्रबाट एउटा सिटीबाट अर्को सिटीमा, त्यसै गरी नेपालबाट इन्डियामा, इन्डियाबाट तेस्रो मुलुकमा, होइन? ग्लोबल्ली नै ह्युमन ट्राफिकिङ चाहिँ भइरहेको छ अहिले चाहिँ। अनि त्यसै गरी कामको सन्दर्भ पनि फरक काम हुने भयो र व्यक्ति पनि फरक हुने भयो र यो अनि त्योसँगै चाहिँ अहिले कतिपय अवस्थामा अनलाइन रूपमा चाहिँ अनलाइनको प्रयोगबाट, त्यसको दुरुपयोगबाट पनि थुप्रै मानव बेचबिखन भइरहेको छ। तर पनि यो तथ्यलाई
यो अवस्थालाई चाहिँ अहिले सर्वसम्मत रूपमा चाहिँ स्वीकारिसकेको अवस्था चाहिँ अझै पनि पाइँदैन। यसैमा मैले फेरि हामी दुईजना सँगसँगै जोडिरहेका छौँ। हाम्रो समाजमा यो ठुलो एउटा भ्रम भन्ने लाग्छ। हिराजीले भन्नुभए जस्तै एउटा महिला जाति मात्र बेचबिखनमा पर्छ र अर्को चाहिँ बेचबिखनमा परेको व्यक्तिको सबै चिज सिद्धियो के। अब उसले बाँकी समय चाहिँ आम नागरिक सरह बाँच्न सकिन्छ, बाँच्न पाउनुपर्छ भन्ने मानसिकता पनि छैन र अरू व्यक्ति सरहको अधिकार हुन्छ सर्भाइभरको पनि, तर त्यो मानसिकता चाहिँ विकास हुन सकेको छैन। तपाईँ धेरै अगाडिदेखि यो क्षेत्रमा काम गर्दै आइराख्नु भएको छ, धेरै अगाडिदेखि नै हामी सबैले देखेका छौँ, चिनेका छौँ। सो पहिलाको कम्पेरिजनमा अहिले ह्युमन ट्राफिकिङमा के कस्तो परिवर्तन, के कस्तो चेन्जहरू आएको छ, कुन तरिकामा चेन्ज आएको छ, थोरै तपाईँसँग बुझ्न पाए हुन्थ्यो। हजुर, अघि हिराजीले राखिसक्नु भएकोमा नै आइसकेको छ धेरै कुराहरू। खास गरेर केही समय अगाडि भनौँ 2 दशक अगाडिसम्मको अवस्था हेर्ने हो भने नेपाल र भारतको समस्या देखिन्छ। तर अहिले पछिल्लो समयको समस्या र मानव बेचबिखनको रूप भनेको खालि बेचबिखन भनेको हिजो जस्तो डाइरेक्ट बेचबिखनमा पारिने व्यक्ति र बेचबिखन गर्ने व्यक्तिको उपस्थिति हुनु पर्दैन हैन। र अर्को भनेको हिजो जस्तो नेपालबाट भारतमा लैजाने, भारतको पनि सीमित स्थानहरू जहाँ चाहिँ मुम्बईको कमलापुर एरिया भनेर चिनिने, कलकत्ताको सोनगाछी भनिने हैन, दिल्लीको जीबी रोड भनिने, त्यो ठाउँहरूको मात्र समस्या छैन है। र आज मानव बेचबिखन श्रमको लागि पनि भइराखेको छ, विवाहको नाममा भइराखेको छ, शिक्षाको नाममा भइराखेको छ र हिजोदेखि भइराखेको जुन यौन शोषणको लागि हुने घटना पनि शून्यमा चाहिँ गएको छैन। अझै पनि त्यो अवस्था पनि छ र थप अवस्थाहरू पनि जोड्यो। म म्यामतिर लाग्न चाहे, अहिले ट्रेन नेपालले सबैभन्दा बढी कुन प्रकारको ह्युमन ट्राफिकिङ केसेसहरू इन्काउन्टर गरिराखेको छ? सबै खालको नै आउँछ। प्राय गरी अब अहिले इन्टरनल ट्राफिकिङको घटनाहरू हामी थुप्रै देख्छौँ, जुन चाहिँ काठमाडौँमै होइन, काठमाडौँ पोखरा जस्तै मेजर सिटिजहरूमा चाहिँ मनोरञ्जन क्षेत्र भनेर चिनिने डान्स बार, दोहोरी साँझ रेस्टुरेन्टहरू, डान्स रेस्टुरेन्टहरूमा हुने ट्राफिकिङ एउटा, यसको पनि धेरै केसेसहरू चाहिँ बढ्दै गइरहेको पाइरहेको छौँ हामीले। त्यस्तै गरी ग्लोबल्ली पनि होइन, अब देश बाहिर गल्फ कन्ट्रिजहरूमा, अफ्रिकन मुलुकमा, दुबई जस्तो अन्य ठाउँहरूमा हुने ट्राफिकिङ पनि त्यत्तिकै बढ्दै गइरहेको पाइरहेको छ। त्योसँगै चाहिँ अरू बाहिरको देशबाट नेपाल आउने, नेपाललाई चाहिँ एउटा डेस्टिनेसन बनाएर चाहिँ नेपाललाई पनि हब बनाएर चाहिँ यहाँभित्र आएर पनि बाहिर विदेशी नागरिकले यहाँ आएर गर्ने ट्राफिकिङ पनि यतिकै बढिरहेको छ। अहिले फरक खालको चाहिँ सिचुएसन चाहिँ पाउँछौँ अहिले हामीले देखेर आएर चाहिँ। अब हाम्रो यो सेगमेन्टको म अन्तिम प्रश्न तपाईँ दुवैजनाले सोध्न चाहन्छु। आजकल सोसियल मिडिया, फेसबुक, इन्स्टा, वाट्सएप जस्ता सोसियल मिडिया प्लेटफर्म एकदमै धेरै नै युज भइराखेको छन् अनि हाम्रो युथहरू, हामी आफै पनि अनलाइन क्लासेसहरू होस्, बिजनेस होस्, नेटवर्किङ होस् जस्ता धेरै कामहरू गरिराखेको छौँ। सो मेरो प्रश्न तपाईँहरूसँग, ट्राफिकर्सहरूले कसरी टेक्नोलोजीले मिसयुज गरिराखेका छन् अनि हामी एज अ युथ कुन साइनहरू अलिकति ध्यान दिनुपर्छ जसले गर्दा हामी एउटा ट्राफिकिङले बच्न सकोस् अनि ट्राफिकिङको बारेमा ध्यान होस्? अहिले देखिएको सबैभन्दा पहिलो चाहिँ अब जस्तो सोसल मिडियामा चाहिँ उहाँहरू फ्रेन्ड बन्ने अप्रोच गर्नुहुन्छ। अनि त्यो अप्रोच कसरी टार्गेट गर्नुहुन्छ भने उहाँहरूले चाहिँ हामीलाई फ्रेन्ड रिक्वेस्ट पठाउनुहुन्न, त्यो एउटा सर्कल छ जो चाहिँ भलनरेबल ग्रुपहरू हुनुहुन्छ नि, त्योको सर्कल चाहिँ उहाँहरूले आइडेन्टिफाई गर्नुहुन्छ कि जस्तो चाहिँ यसको चाहिँ फ्यामिली सपोर्ट गर्ने मान्छे छैन, यसको ट्रस्टवर्दी प्लेस छैन, यो काम गर्दैन होइन, यो यसको कुरा सुन्ने मान्छे छैन, यो इमोसनली अलिकति विक छ भन्ने कुराहरूले उहाँहरूले चाहिँ यसलाई चाहिँ एसेस गरेर चाहिँ त्यस्तो ग्रुपलाई चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनुहुन्छ होइन, साथी बन्ने प्रयास गर्नुहुन्छ त्यहाँबाट चाहिँ उहाँहरूलाई ग्रुमिङ गर्न सुरु गर्नुहुन्छ। एकदमै बढी देखेको चाहिँ यो
थियो। अनि धेरै जसो कस्तो छ भने हाम्रो कम्युनिटीमा हाम्रो समाजमा अहिले पनि हाम्रो बालबालिकाहरू जुन फ्यामिलीमा हुनुहुन्छ, हामी जब एउटा जोखिम वर्गलाई हेर्छौँ त्यो जोखिम वर्गको फ्यामिलीको अवस्था हेर्दाखेरि चाहिँ एकदम ब्रोकन फ्यामिली होइन। कोही चाहिँ बुवा आमा मध्ये एकजना बाहिर विदेशमा काम गरिरहेको अथवा आमा डोमेस्टिक भायोलेन्समा परिरहेको, त्यो फ्यामिली सपोर्ट एउटा बच्चाको लागि चाहिन्छ। त्यो बालबालिकाले बच्चा फ्यामिलीमा त्यो सपोर्ट पाइरहेको छैन, सुरक्षित महसुस गर्ने अवस्था पाइरहेको छैन। अनि हाम्रो समाज आफै पनि एउटा धेरै अवस्थामा चाहिँ छोराछोरी भनेको चाहिँ मेरो कन्ट्रोलमा हुने कुरा हो, मैले जे भन्यो त्यही मान्नुपर्छ यसले भन्ने खालको सोचबाट आएको हुँदाखेरि चाहिँ आफ्नो बालबालिकाको कुरा सुन्ने, तिमीलाई के भइरहेको छ भन भन्ने एउटा त्यो सेफ इन्भाइरोमेन्ट अझै पनि नभएको अवस्थामा चाहिँ के गर्छ बच्चाले चाहिँ उसको कुरा सुन्ने मान्छे नभएपछि जब बाहिरी मान्छेहरूले सोसल मिडियामा चाहिँ नजिक बन्न खोज्छ उसले चाहिँ सजिलै ट्रस्ट गर्न सक्ने अवस्था छ। त्यो ट्रस्टको लेभल चाहिँ बढ्दै गएर चाहिँ ऊ चाहिँ एकदमै धेरै खालको जोखिममा पुग्ने अवस्था चाहिँ पाइन्छ। यसमा हिराजीले राखिसक्नु भएको कुरामा केही मात्रै जोड्न खोजेको हो। खास गरी हामी बालबालिका र युवाले सोसल मिडियाबाट कसरी बच्ने त, ट्राफिकर होस् या यौन दुर्व्यवहार दुराचारीहरू होस् होइन, त्योबाट बच्न पर्ने भनेको पहिलो चाहिँ हामीलाई समयको पाबन्दीले हामी सोसल मिडियामा जोड्न आवश्यकता पनि छ। आज चाहे होमवर्क गर्न होस् या विभिन्न सूचनाहरू लिनलाई होस्, एउटा अपरिहार्य माध्यम भइसकेको छ होइन। तर त्यसलाई प्रयोग गर्दै गर्दा यतिसम्म कि सोसल मिडिया टेक्नोलोजी प्रयोग गर्ने समयको मागअनुसार प्रयोग गर्ने चाहिँ भयो, तर त्योबाट त्यसलाई कसरी सुरक्षित तरिकाले हामीले प्रयोग गर्ने भन्ने चाहिँ सम्बन्धित निकायले पनि जानकारी दिन सकेन होइन। यो खास गरेर लकडाउनको समयदेखि बढी प्रयोगमा आयो नि त। घरमै बसेर होमवर्क गर्न पर्ने, अनलाइनबाट नै पढ्न पर्ने। तर त्यो पढ्दै गर्दाखेरि बालबालिकाहरूलाई त्यस्तो दुराचारीहरूबाट, आपराधिक मानसिकताको व्यक्तिबाट बच्नको लागि चाहिँ के गर्ने त भन्ने न अभिभावकलाई जानकारी पायो, न सोसल मिडिया प्रयोग गर्ने कर्तालाई नै पायो होइन। त्यसको फलत स्वरूप के भयो त भने अपराधीहरूले प्लेटफर्म पायो होइन। अनि त्यो प्लेटफर्म पाउने क्रममा हिराजीले भन्नुभएको जस्तै के भयो त, तपाईँ हामीलाई बरु तपाईँ र म हामी तिनजना वार्ता गरिरहेछौँ नि अहिले, जति मैले हिराजीलाई चिन्छु त्यति तपाईँले चिन्न सक्दिनँ होला। अपराधी व्यक्तिले त हामी तिनैजनाको प्रोफाइल हेरिसकेको हुन्छ कि। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो बालबालिका र हाम्रो युवा वर्ग चाहिँ बढी जोखिममा परेको छ। हाम्रो प्रत्येकको प्रोफाइल हेरेर मलाई र हिराजीलाई जति सचेत हुन्छ नि दुराचारीहरूले, यिनीहरूको प्रोफाइल त यस्तो रहेछ, हामी संस्थामा छौँ, हामी सङ्गठनमा छौँ, नेटवर्कमा छौँ हामी होइन। तर त्यही तुलनामा तपाईँलाई त हामी हेरी त युवा हो नि त, तपाईँलाई बढी अट्याक गर्न सक्छ नि। यही हामी तिनजनाकै उदाहरण लिउँ होइन। त्यसले गर्दाखेरि हामीले यो छलफलहरू गरिराख्दा चाहिँ के गर्नु पर्यो त भने हाम्रो बालबालिका र युवा पिँढीहरूलाई चाहिँ प्रयोग गरौँ, समयको माग अनुसार हामी प्रयोग गर्नमा प्रयोगकर्ता पनि बन्नुपर्छ सोसल मिडिया। त्यो सँगै हामी आफू पनि कसरी सचेत हुने भन्ने कुराहरूमा ध्यान दिन जरुरत छ। र त्यसको लागि सबैभन्दा पहिलो भनेको लामो समय व्यक्तिहरूसँग वार्ता गरिराख्नु भएन। आफ्नो जे कामको लागि कति बेला होमवर्कको लागि केही कुराहरू सूचना लिनु पर्ला, कति बेला समाचारहरू सुन्नु पर्ला, त्यो बाहेक अरू समयहरूमा हरेक खालका साइटहरू खोलेर नहेरौँ। सोसल मिडियामा हाम्रो बालबालिका र युवा भाइ बहिनीसँग सम्पर्कमा आउने व्यक्तिको पनि आफ्नो उद्देश्य छ। त्यो उद्देश्यमा प्रश्न गरौँ कि हामी सबैजनाले, र बचौँ हामी। त्यहाँ
यौन दुराचारी पनि हुनसक्छ, बलात्कारी पनि हुनसक्छ, त्यहाँ मानव बेचबिखन गर्ने दलाल पनि हुनसक्छ, मानव तस्कर गर्ने तस्करी पनि हुनसक्छ होइन। वैदेशिक रोजगारको लागि प्रलोभन देखाएर लैजाने एजेन्टहरू पनि हुनसक्छ। त्यो चाहिँ चिन्नु पर्यो हामीले। त्यो चिन्नको लागि तपाईँ हामी सबैजना मिलेर हाम्रो आफ्नो आफ्नो कार्यक्षेत्रमा हाम्रो टार्गेट ग्रुपसँग तहगत हिसाबमा छलफल गराउनु पर्यो। बालबालिकालाई कुन हिसाबले छलफल गर्ने, युवा शक्तिलाई कसरी जानकार गराउने र युवा शक्तिलाई त अझ आफू बच्नलाई मात्रै होइन अर्कोलाई बचाउनलाई पनि जिम्मेवार बनाउनु छ हामीले होइन। त्यो हिसाबले चाहिँ काम गर्नु पर्ला। ट्राफिकर भनेको होइन त्यस्तो एकदम भिजिबल्ली हामीले जुन कहिलेकाहीँ चाहिँ केही इमेजिन गर्छौँ नि त्यस्तो जाइन्ट पर्सन होइन के। अहिले कस्तो तरिकाले देखिन्छ त ट्राफिकर भन्दाखेरि होइन, he or she can be your friend होइन, she or he can be your relatives होइन, जोसुकै अराउन्डमा भइरहेको होइन उसको चाहिँ डिफ्रेन्ट फर्म्सबाट आउन सक्छ होइन। त्यसलाई हामीले फुल्ली ट्रस्ट गरेर जाने भन्दा पनि कुन लेभलमा गएर चाहिँ होइन यो मान्छे मेरो चाहिँ सही बोयफ्रेन्ड हो कि होइन होइन, सही आफ्नोपन जसले मलाई साँच्चीकै मेरो सेल्फ रेस्पेक्टमा असर गर्ने मान्छे हो कि होइन भनेर आइडेन्टिफाई गरेर होइन त्योबाट चाहिँ त्यो एनालिसिस गर्न चाहिँ एभ्री पर्सन सुड बी एबल टु अन्डरस्ट्यान्ड होइन। त्यसले चाहिँ मैले कुरा गरिरहेको, मैले भेटिरहेको, मलाई जब दिने मान्छे यो कुरामा चाहिँ मलाई बुझ्ने अथवा मलाई चाहिँ सेल्फ रेस्पेक्ट नगुम्ने खालको मान्छे हो कि होइन भनेर आइडेन्टिफाई चाहिँ प्रत्येकले गर्न सक्यो भनेदेखि चाहिँ आफू बच्न सक्छ होला र जुनसुकै फर्ममा पनि आउन सक्छ। एकदमै राम्रो मान्छेको रूपमा पनि आउन सक्छ, सुरुमा सहयोगी व्यक्तिको रूपमा पनि आउन सक्छ। त्यही भएर पहिला जस्तो चाहिँ गाउँ गाउँमा गएर कोही ट्राफिकरले मान्छे खोज्ने काम गर्दैन। त्यही भएर चाहिँ बुझ्नु पर्ने चाहिँ एकदम त्यो जो कुरा